हेलो साथी नमस्ते। यो चाहिँ हाम्रो मम्मीको घरमा फुलेको फुलहरू होइन, एकदम राम्रो फुलेछ फुलहरू हुन त त्यति धेरै चाहिँ छैन, जति पनि छ एकदमै राम्रो के। सर्व तुलसीको बुट्टाहरू पनि छ यता, अरू चाहिँ सबै फुलहरू मुनि छ। माथि चाहिँ हाम्रो भाइ बुवाले सके जति अलिअलि लगाएछन्। यस राम्रो देख्छ फुल फुलेछ, मुनि चाहिँ मजाको देख्दैछ, राम्रो छ। आफ्नो घरतिर जति नै प्यारो भयो नि माइती घर नै मनपर्ने छोरी मान्छेलाई एकदमै। माइती घरमा आएपछि हाम्रो मम्मीहरूको बारी चाहिँ हो यो, सबै बारीहरू। हेर्नु त मेरो माइती घरको गाउँ छ नि त, हाम्रो घरको गाउँ पनि राम्रो छ, त्यही पनि अलिक बढी नै राम्रो छ कि। यताबाट चाहिँ कस्तो राम्रो देखिन्छ हाम्रो मम्मीहरूको घरबाट दृश्य। मैले पनि आफ्नो घरमा यसरी नै मलहरू फालेको थिएँ। यता पनि गहुँ रोप्न सुरु गरिसकेँ भने सबै गहुँ रोप्ने तयारी भइरहेछ। छोरी मान्छेलाई घरमा जति नै सुख भयो नि, एकछिनको लागि भयो नि माइती आउँदा अझ बढी मन आनन्द हुने रहेछ कि एकदमै। कस्तो राम्रो छ, कस्तो मस्त देखिरहेको छ यहाँदेखि हाम्रो गाउँ। म जन्मिएको ठाउँ हो यो।